हेलो गाइस, गुड मर्निङ सबैजनालाई। अनि आज चाहिँ म मोमो बनाउनु लागिरहेको छु, चिकनको मोमो। आज धेरै दिनको बादमा युट्युबमा आइरहेको छु, युट्युब भिडियो बनाउँदैछु। नत्र भने सर्ट भिडियो मात्रै हाल्दै थिएँ हैन। अनि आज चाहिँ उ बाहिर राख्नु नि त उना नि तेरो खाएको। चिकनको मोमो बनाउँदैछु, तपाईलाई देखाउँदैछु साथी हो, देखाउँदै जानेछु। हेर्दै जानु है त। यति प्याजले चाहिँ छुरीलाई उद्दाम, किनभने प्याज चाहिँ काटिँदैन नि त यो छुरीले राम्रोसँगले। त्यही भएर चाहिँ प्याज काटेर पनि रेडी गरिसकेँ यसमा हालेर। अनि अब चाहिँ सानो चाहिँ बन्दाकोपी पनि हालिदिनु पर्यो। यसलाई पनि सानो हालिदिनु पर्यो। चिकन पनि हाल्छु कि, तर पनि यो बन्दाकोपी मिक्स गरेको छ भने चाहिँ अलिक मिठो हुन्छ, राम्रो हुन्छ है जस्तो लाग्यो नि त मलाई। त्यही भएर चाहिँ अब बन्दाकोपी पनि सानो हालिदिन्छु। कुरो गरिसकेँ। अब चाहिँ मैले सबै कुरो भन्दा पनि अब आधाउधी काम चाहिँ मेरो सकिसक्यो। यो चाहिँ बन्दाकोपी, यो चाहिँ अदुवा, अन्त यो चाहिँ प्याज। अब यसमा चिकन हाल्नु खालि छ मिक्स। यसमा चाहिँ मैले चिकन पनि हालिसकेको छु साथी हो। अब चाहिँ यसलाई मिक्स गर्नु खालि छ। यसमा अर्जिना हाल्नुपर्छ, नुन हाल्नुपर्छ। त्यहाँदेखिको चाहिँ यो चाहिँ अब धुनुपर्छ। यो पनि धोएर चलाइदिने, यो सुपको हड्डी हो। यो चाहिँ मैले सुपमा हाल्नुको लागि टमाटर रेडी गरेको। अनि यो दुईवटा टमाटर चाहिँ के अरे चटनीको लागि सुपमै हालिदिनुपर्छ। त्यहाँदेखि सँगसँगै उम्लिन्छ नि है। अब बन्दाकोपी अलिकति हालिदिउँ सुपमा, अनि प्याज पनि अलिकति हालिदिउँ। यही हालिदिनुपर्छ बस। मेरो भदैनीलाई बोलाएको थिएँ, यो पनि आइपुगेछ। अब चाहिँ स्टार्ट गर्नुपर्छ साथी हो। किमा पनि रेडी भइसक्यो साथी हो। मेरो भदैनीले मजाले मिक्स पनि गर्यो। यो चाहिँ मैले आमाको लागि, आमा चाहिँ बिसन्चो हुनुहुन्छ नि त, बिमार हुनुहुन्छ। अन्त त्यही भएर चाहिँ उसलाई चाहिँ अर्जिनाहरू तेलहरू अलिक कम्ती गरेर गरिदिएको। यो पनि आटा पनि रेडी भइसकेको छ। अब चाहिँ यहाँ बेल्नु र उयो मात्रै छ। रोटी बेलेर चाहिँ फटाफटी मोमो बनाउँछु, देखाउँदै जान्छु त साथी हो। मोमो चाहिँ बनिसक्यो, यति भइसक्यो। यहाँनिर मेरो भदैनीले चाहिँ, म चाहिँ आज बेल्नुमा परेको छु साथी हो। मोमो चाहिँ एक मक्टु सेट पनि भइसक्यो। अर्को मक्टुको चाहिँ आमाको लागि बनाइदिइसक्यो। अनि यो चाहिँ हाम्रो हामीले खाने सेट बनिसक्यो चाहिँ छ। मेरो भदैनीले चाहिँ पट्टापट्टि बनाउँदैछ। हामी चाहिँ अब टेस्टिङ गरिसकेँ साथी हो। दामी भएछ मोमो त है। तातो तातो चाहिँ मिठो हुन्छ हौ है। खान कम म त धनिया पनि पाल्छु त किमामा गनाएको जस्तो लाग्छ नि त फेरि। तातो अहिले चाहिँ साथी हो धनियाँ पत्ता र टमाटरको चटनी पनि बनाएर रेडी गरिसकेको छु। अब मोमो पनि पाकेँ। अब चाहिँ आमै र मेरो छोराको खाना साथी हो। मैले चाहिँ खाना खानु स्टार्ट पनि गरिसकेँ है। मोमो वाउ, साह्रो तातो भएछ। तातै 12:30 बजिसक्यो, एक बज्न आँटिसक्यो। ला कपिराइट आउँछ होला, अघि भन्नु पर्दैन बिर्सेछु पो। कपिराइट आउँछ होला। अलि हाल्नु थप सुप, बेसी होइन बाबा हड्डी। मिठो भएछ त है। तर मैले यसमा अर्जिन हालेको थिइनँ नि सुपमा। कस्तो मिठो भएछ, टेस्टी भएछ साथी हो।